नमस्ते, मेरो नाम गणेश गौतम। जनता जान्न चाहन्छ अब कुलमानज्यूलाई हामीले तीनटा मन्त्रालय सम्हाल्न दिएको कारण चाहिँ यस्तो छ। कुलमानज्यूले यसभन्दा अघि पनि विद्युत घाटामा बढेकालाई नाफा गराउनु भएको थियो र उहाँलाई चाहिँ तीनटा मन्त्रालय सम्हाल्न दिएको उहाँले 18 घण्टा काम गर्ने भन्नुभएको छ र उहाँले चाहिँ सेवा शुल्क अर्थात् भत्ता नदिने, पैसा भत्ताहरू नदिने भनेको कारणले हामीले तीनटा मन्त्रालय सम्हाल्न दियो र अन्य व्यक्ति जिम्मेवारी जस्ता व्यक्ति हामीले परिपक्व नदेखेर दियो। उहाँले चाहिँ अब विद्युत बङ्गलादेशलाई बेचेर वर्षाको सिजनमा नाफा गराउनु भएको थियो। यसभन्दा अघिको आउनु बित्तिकै घाटामा देखाइदिनु भएको थियो र 2-4 महिना अघि आउँदा बित्तिकै र अहिले चाहिँ हामी कुलमानलाई चाहिँ दिएको छ। नेपाल जल स्रोतको दोस्रो धनी देश हो। विद्युत निकाल्न चाहिँ हामीलाई सहज र सजिलो छ। यति भन्न चाहन्छु म आजलाई। हजुरलाई धेरै धेरै धन्यवाद। ल फेरि यसै गरी भेटौँ ल। आजलाई छुट्टी ल।